आमाले सिकाएको जीवनभर सम्झिने शिक्षा। पहिलो विद्यालय आफ्नै घर हो र पहिलो गुरु आफ्नै आमा। आज पनि बाल्यकालमा आमाले सिकाएका धेरै कुरा मेरो मनमा ताजी छन्। स्कुलमा गुरुहरूले सामाजिक शिक्षा पढाउनुहुन्थ्यो। डाँट माझ्नुपर्छ, नङ काट्नुपर्छ, साइकल चलाउँदा हार छोड्नु हुँदैन, स्कुलबाट भागेर पौडी खेल्न जानु हुँदैन। तर यीमध्ये धेरै कुरा त आमाले पहिले नै सिकाइसक्नु भएको हुन्थ्यो। त्यसैले भनिन्छ आमा शिक्षित भए सन्तान पनि संस्कारित र शिक्षित हुन्छन्। आमाले जीवनमा काम लाग्ने धेरै व्यवहारिक कुरा पनि सिकाउनु भएको थियो। उहाँ भन्नुहुन्थ्यो, यदि दमकल आइरहेको छ भने तुरन्त छेउ लागेर बाटो छोडिदिनुपर्छ। चैत्र वैशाखमा हुरी बतास चलिरहेको बेला सडकको बीचबाट हिँड्नु हुँदैन। माथिबाट गमला, झ्यालका खापा वा छानाको जस्ता खस्न सक्छन्। यस्तो बेला घरको पेटी वा सुरक्षित वोटबाट हिँड्नुपर्छ। चट्याङ परेको बेला पनि खुल्ला ठाउँमा बस्नु हुँदैन। उहाँले अर्को महत्त्वपूर्ण कुरा पनि सिकाउनु भएको थियो। कुकुरले भुक्दै आए पनि डराएर भाग्नु हुँदैन। भाग्दा कुकुरले पछ्याएर टोक्न सक्छ, बरु शान्त भएर उभिनु राम्रो। केही लोक विश्वास पनि सुनाउनुहुन्थ्यो, जस्तै हात्तीले लखेटे उकालोतिर लाग्ने, सर्पले लखेटे ओह्रालोतिर जाने भने, बाँदरलाई लट्ठी देखाए डराउँछ भने पनि उहाँको भनाइ थियो। बुबाले भने अर्को कुरा सिकाउनु भएको थियो, बिरालोलाई कहिले पनि भाग्ने बाटो थुनेर पिट्नु हुँदैन। उम्किने बाटो नपाए उसले आत्मरक्षाका लागि मानिसमाथि झम्टिन सक्छ। आज सम्झना लाग्छ यीमध्ये केही कुरा लोक विश्वास थिए, केही अनुभवका शिक्षा, तर धेरै जसो कुराले जीवनमा सावधानी अपनाउन सिकायो। तपाईँले आफ्नो आमा बा बुबाले सिकाएको कुन कुरा आजसम्म सम्झना छ? कमेन्टमा अवश्य लेख्नुहोस्।